हेलो साथीहरु, स्वागत छ बसन्त काफले ब्लग एन्ड क्रिएसनको नयाँ भिडियोमा। आज म फेसबुक रिलेटिभ एउटा टपिकमा बात गर्दैछु है त। तपाईहरुले पनि फेसबुक त चलाउनुहुन्छ हैन? कति दिनसम्म चाहिँ अरूको भिडियोलाई लाइक गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने है? हैन? तपाईले आफ्नो पनि भिडियो बनाएर तपाईले फेसबुकबाट इन्कम गर्न सक्नुहुन्छ है त। फेसबुकबाट आफ्नो फोटो, स्टोरीज, भिडियो, ब्लगिङहरु गरेर पनि तपाईहरुले फेसबुकबाट कम थोर जति भए पनि इन्कम गर्न सक्नुहुन्छ है त। त्यसको लागि तपाईहरुले के गर्नुपर्छ त भन्दाखेरि तपाईहरुले कि त फेसबुक पेज चलाउनुहोस् या त प्रोफाइल। जुन चाहिँ तपाईले अहिले प्रोफाइल चलाइरहनु भएको छ त्यो प्रोफाइललाई तपाईले पेजमा कन्भर्ट गरेर तपाईहरुले भिडियो अपलोड गर्न सक्नुहुन्छ हैन? फलोइङहरु बढाउन सक्नुहुन्छ, फलोअर्सहरु बढाउन सक्नुहुन्छ, स्टोरीहरु, फोटोहरु हालेर इन्कम गर्न सक्नुहुन्छ। तपाईले जे जति कन्टेन्टहरु हाल्नुहुन्छ त्यसको फेसबुकले तपाईलाई पेमेन्ट गर्छ। र यो कसरी गर्ने त? सर्वप्रथम तपाईहरुले फेसबुकको प्रोफेसनल डेशबोर्ड मोडलाई अन गर्नुपर्ने हुन्छ। कसरी गर्ने त? आउनुहोस् तपाईहरुलाई म मेरो फेसबुकको स्क्रिनमा लगाएर देखाउँछु, साइड स्क्रिनमा है त। तपाईहरुले साइडमा देखिसक्नु भएको छ र मेरो फेसबुक स्क्रिन है, मोबाइल स्क्रिनमा मैले फेसबुक लगइन गरेको छु र म मेरो फेसबुकको प्रोफाइलमा जाँदैछु है। यो मेरो सेकेन्ड अकाउन्ट हो र यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ अहिले मेरोमा यहाँ 482 फ्रेन्ड्स देखाइरहेको छ है। र तपाईहरुले यहाँ साइडमा 3 डट छ, 3 डटमा क्लिक गर्नुस्। गरिसकेपछि स्क्रोल गर्दै जानुहोस्, यहाँ धेरैवटा अप्सनहरु छ। तपाईले तल हेर्नुहोस्, यहाँनिर लेखिएको छ टर्न अन प्रोफेसनल मोड भनेर, त्यहाँनिर तपाईले क्लिक गरिदिनुहोस्। जस्तो क्लिक गर्नुहुन्छ यस्तो खालको इन्टरफेस तपाईको मोबाइलमा खोलिन्छ। तपाईले टर्न अन प्रोफेसनल मोड भनेर लेखिएको छ है। गेट पेड फर योर कन्टेन्ट। तपाईलाई फेसबुकले आफ्नो हैन कन्टेन्टको पैसा पेमेन्ट गर्छ। अनि तपाईले ग्रो योर अडियन्स भनेको छ हैन, अडियन्स पनि तपाईले ग्रो गर्न सक्नुहुन्छ। तल हेर्नुहोस् त टर्न अन भनेर लेखिएको छ, यहाँनिर तपाईहरुले क्लिक गरिदिनुहोस्। जस्तो तपाईहरुले क्लिक गर्नुहुन्छ एकछिन टाइम लाग्छ। वेलकम टु प्रोफेसनल मोड भनेर लेखिएको आयो है। तपाईले तलपट्टि देख्न सक्नुहुन्छ। तपाईहरुले नेक्स्ट गरिदिनुहोस्, फेरि नेक्स्ट गरिदिनुहोस्। यहाँनिर तपाईको माथिपट्टि चुज योर डिफल्ट अडियन्स भनेर लेखेको छ। पब्लिक सजेसन, सजेस्टेड, फ्रेन्ड्स, कस्टम भनेको छ। तपाईहरुले पब्लिकमै छोड्दिनुहोस् यसलाई। फेरि तल गएर नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि युज पब्लिक डिफल्ट अडियन्स सेटिङ। यहाँ धेरै अप्सन लेखेको छ, तपाईले केही पनि चुज गर्नु पर्दैन, सिधै तल गएर कन्फर्म गरिदिनुहोस्। यति गरिसकेपछि तपाईको प्रोफेसनल मोड अन भइसकेको छ है। फेरि तल हेर्नुहोस्, नेक्स्ट गरिदिनुहोस्, फेरि पनि नेक्स्ट गरिदिनुहोस्। एकछिन टाइम लिन्छ खोलिनुमा। तपाईले यसलाई स्किप गर्न सक्नुहुन्छ, नेक्स्ट गर्न सक्नुहुन्छ। मैले यसलाई नेक्स्ट गरिदिएँ। कंग्रेट्स, यु आर रेडी टु स्टार्ट युजिङ प्रोफेसनल मोड। तपाईहरुले अब प्रोफेसनल मोड युज गर्न सक्नुहुन्छ। गो टु प्रोफेसनल मोड डेशबोर्ड भनेर तपाईकोमा आइसक्यो है। तपाईले यो अपडेट गरिनुहुन्छ, क्विट गरिनुहुन्छ, अपडेट गरिदिनुहोस्, केही छैन। तपाईहरुको भइसकेको छ, यहाँनिर प्रोफेसनल डेशबोर्ड अन भइसकेको छ। अब के गर्नुहोस्, सिम्पली तपाई आफ्नो प्रोफाइलमा ब्याक जानुहोस्। एकखेप स्क्रोल गरिदिनुहोस्। तपाईको यहाँनिर अघि फ्रेन्ड्स देखाइरहेको थियो, अहिले 724 फलोअर्स, 8 फलोइङ भनेर तपाईहरुको देखाइरहेको छ। यसरी नै अब तपाईहरुले फेसबुकमा आफ्नो फोटो, भिडियो, स्टोरीजहरु हालेर है तपाईहरुले पैसा अर्न गर्न सक्नुहुन्छ साथीहरु है। यस्तै अरु पनि भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र मेरो साथमा आफ्नो फेसबुक प्रोफाइललाई पनि ग्रोथ गराउनुहोस् है त। बाइ बाइ।